म सेक्युरिटीमा गएँ, ढोका खोल्थेँ अनि गाडी ठुला गाडीहरू आउँछ नि त, त्यहाँ सामान लोडिङ भएर आउँछ। अनि यसो हेऱ्यो, यल्ला भनेर दिन्छ पेपर, यसो हेऱ्यो त्यहाँको लोगो र यहाँको लोगो मिल्छ कि मिल्दैन, पढाइ धेरै छैन, लोगो हेऱ्यो ठिक छ। अनि गयो, अनि कमान्डरलाई भन्यो, त्यहाँ गएर सामान आछ भन्यो, अनि त्यहाँ मान्छे उठाइदिए भन्छ, अनि मान्छे उठायो, अनि आफू हेरेर बस्यो, अनि कुरा त भएन। ओहो यो पनि मैले झाडेँ भने त पैसा आउँछ। अनि यता नि आयो, अनि अलिअलि कमाएँ, अनि जाँदै गइनँ। कमाउनु भयो? कति लाख कमाउनु भयो दाइ? लाख त त्यो समय 12-13 लाख रुपियाँ ल्याएको थिएँ। भनेपछि मजाले कमाउनु भएको छ त दाइ है? त्यतिखेरमा अहिले धेरै नै हो, अहिले थोरै हो। के गर्नुभयो त्यो पैसाले चाहिँ? त्यो पैसामा चाहिँ सुन पर्छै पर्दैन दाइ? तपाईँको घाँटीमा लगाएको सुन त्यस्तो सुनमा पर्छ है? पर्छ। भनेपछि कतारबाट दुःख गरेको ल्याएको सिक्री राजतन्त्रले खाइदियो। होइन जुन राजावादी साथीहरूले नै तानेका हुन् कि पनि भन्छन् क्या धेरै। होइन प्रभु होइन। त्यो भिडमा अरू कुनै पखेट मार्थे? त्यो अरू कोही थिए हो। अब बरु चाहिँ नि